हाई गाइज गुड मर्निङ वेलकम ब्याक टु माई न्यू भ्लग। साथीहरू स्वागत छ सनिस नेपाल भ्लग युट्युब च्यानलमा। यो सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदम फिट एन्ड फाइन छु साथीहरू। आज चाहिँ बादल लाएर पानी पर्ला जस्तो भएको छ। बाख्रा पनि कराइरहेको छ। अब टक्कमा बाख्रा फुकाएर चराउन हिँड्न लागेको साथीहरू देख्न सक्नुहुन्छ। बाख्रा पनि कराएको छ। बाख्राको खोरमा यता कुखुराले चाहिँ अन्डा काट्न लागेको छ। दुइटै कुखुराले चाहिँ एकै ठाउँमा अन्डा काट्ने भएको र एउटा कुरिरहेको छ। कतिखेर मेरो पालो आउँछ भनेर साथीहरू। साथीहरू चाहिँ म अब बाख्रा लिएर चराउन निस्केको छु घरदेखि। बाटोमा निकालिसकेँ साथीहरू। बाख्राहरू हिँडिरहेका छन्। मौसम पनि देख्न सक्नुहुन्छ। अहिले चाहिँ बादल लागिरहेको छ। घाम त लागेको छैन, बादल लागिरहेको छ साथीहरू। बाख्रा चाहिँ भोकै थिए, अब चराउन लानु पर्यो साथीहरू। साथीहरू देख्न सक्नुहुन्छ भ्यू चाहिँ अति सुन्दर छ है। घरबाट टक्क बाहिर निस्किसकेपछि बाटोबाट अति सुन्दर भ्यू छ, देख्न सक्नुहुन्छ। डाँडा पाखामा बादल झुन्डिरहेको छ, कुहिरो पनि लागिरहेको छ। खेतमा धान ढलाएर लास्ट ल्याङ गरिदिइरहेको छ। अब टक्क बाख्रा लिएर साथीहरू चराउन हिँडिसकेका छौँ। बाख्रालाई एकछिन चराउनु पर्यो, पानी पर्ला जस्तो छ। भिडियोलाई चाहिँ स्क्रिप नगरिकन हेरिदिनु होला। निस्कि सो गाइज यो चाहिँ हाम्रो भलिबल ग्राउन्ड हो, देख्न सक्नुहुन्छ। यतापट्टि पनि देख्न सक्नुहुन्छ। डाँडामा पुरा कुहिरो झुनिरहेको छ साथीहरू। शीतो भएको छैन बाख्रा चराउनको लागि चाहिँ। अलि बाख्रा चर्दैनन् साथीहरू शीतमा। सो गाइज देख्न सक्नुहुन्छ भ्यू यति सुन्दर देखिएको छ। अहिले चाहिँ एकछिन पहिला चाहिँ पानी परिरहेको थियो। पानी बिदो भएपछि यस्तो राम्रो भ्यू देखिए साथीहरू, देख्न सक्नुहुन्छ। सो गाइज देख्न सक्नुहुन्छ यस्तो सुन्दर भ्यू देखिरहेको छ। अहिले चाहिँ पानी परेर चाहिँ बिदो भइसक्यो। ठुलो त परेन, हल्का पानी पर्यो, तर कुहिरो सुइरो लएर गयो पानीले गर्दाखेरि। देख्न सक्नुहुन्छ यस्तो सुन्दर देखिएछ। सो गाइज बाख्रा चरिरहेका छन्, देख्न सक्नुहुन्छ। मजाले चरिरहेका छन्। घाम त लागेको छैन, घाम लागे झन् अझ चढ्ने थिए। मजाले घाँस खोजिरहेको छ।
साथीहरू देख्न सक्नुहुन्छ पानी परिसक्यो। अब चाहिँ बाख्रा चर्न दिने भएन साथीहरू। मैले भनिराखेको थिएँ अघि पानी पर्ला जस्तो छ, घाम त लागेको छैन भनेको थिएँ। साँच्चै नै पानी पर्यो। बाख्रा चाहिँ घरतर्फ हिँडे साथीहरू। अब चाहिँ घरतर्फ लाग्नेछौँ। भिडियोलाई चाहिँ स्किप नगरिकन हेरिदिनु होला। युट्युब च्यानललाई चाहिँ सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरिदिनु होला। सब्सक्राइब गरिसक्नु भएको छ भने भिडियोलाई पुरा हेरी लाइक कमेन्ट सेयर गरिदिनु होला।